गुड मर्निङ यहाँहरू सम्पूर्णलाई फेरि म ब्लगमा आएको छु। आज चाहिँ म यसो सामान किन्न गएको, चामल सकिन आँटेको रहेछ, चामल किन्नुपर्ने छ। अनि आज चाहिँ म ड्राइभिङ सिक्न गएको थिएँ। अनि ड्राइभिङ सिकिसकेर भर्खर आएको। अब चाहिँ चामल किनेर, सामानहरू किनेर, एउटा सब्जीहरू किनेर घर फर्किनु पर्ने छ। अब चाहिँ वेदर एकदमै दामी भइरहेको छ, एकदमै सनी मात्रामा गर्मी लागिरहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले होला। वेदर दामी भएको छ, अब सनी वेदर चाहिँ घरदेखि अलिकति पर गएको छु। एउटा दोकान भन्ने जग्गा छ, इन्डियन मार्केट्सहरू पनि छ यहाँ नि, मतलब इन्डियन सप्सहरू त्यस्तो बेसी छैन, कति कम्ती नै छ, सप्समा छ। यहाँनिर एउटा ब्रदर्स भन्ने छ, यहाँनिर अर्को पनि रहेछ देशी ग्रिन्स भन्ने ग्रोसरी कन्भिनियन्स रहेछ। सबै पाउँछ है, सबै थोक पाउँछ यहाँनिर, चामलदेखि लिएर सबै थोक पाउँछ। काठमाडौँ भन्ने चामल पाउँछ यहाँ, मसलाहरू पाउँछ। मसलाहरू सबै पाउँछ होइन। आलु प्याज चाहिँ राखेको छ, सब्जीहरू राखेको छ, मुलाको चना, मस्यौराहरू पाउँदो रहेछ, सबै पाउँछ। पिकल्सहरू लिएर प्रायः सब पिकल्सहरू सबै पाउँछ, अलमोस्ट सबै थोक नै पाउँछ। तो म चाहिँ घर आइसकेको छु होइन, त्यो चामलै ल्याउनु थियो, चामल ल्याएर घर आएँ। मैले चाहिँ यो चामल ल्याएको छु, 24 युरो पर्दो रहेछ। भनेपछि यसले हामीलाई अलमोस्ट 1 मन्थ, 1 महिना पुग्छ कि 1 महिना पुग्छ होला, सायद 1 महिना पुग्छ होला। सो तपाईँको इन्डियाको चाहिँ कति पऱ्यो भन्दाखेरि, इन्डियाको लगभग प्राइस कम्पेयर गरौँ है त, लगभग 10.61 रहेछ, into 10.61, सो 2654 पर्दो रहेछ इन्डियामा है। यहाँ चाहिँ नेपालमा कति पर्दो रहेछ यो त, 76.93, नेपालमा चाहिँ 4246 पर्दो रहेछ, 4200 पर्दो रहेछ, झन्डै 4300, 4250 भनौँ न, त्यति पर्दो रहेछ। 1 महिनासम्म चाहिँ पुग्छ हामी दुईजनालाई 10 केजी चामलले।
किनभने हामी बेलुका रोटी सोटी खान्छौँ, अरू चिजहरू पनि खान्छौँ नि त, त्यही भएर। सो यस्तो छ यहाँनिर चाहिँ। अलिक महँगै छ अरू ठाउँ अरू कन्ट्रीहरूभन्दा, किनभने यो आइल्यान्ड भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर इम्पोर्ट एक्सपोर्ट गर्नमा धेरै एक्सपेन्सिभ हुन्छ। अनि सिपबाट ट्रान्सपोर्ट गर्नुपर्ने हुन्छ, बाई फ्लाइट बाई सिप्स होइन। अनि त्यही भएर चाहिँ अलिक एक्सपेन्सिभ हुन्छ यहाँनिर अरू जग्गाभन्दा, तर अरू सबै ठिकै छ। आज चाहिँ एकदमै राम्रो भइरहेको छ वेदर चाहिँ। मेरो बाल्कनीदेखि देख्ने ठाउँ है, उता यस्तो छ है, एकदमै दामी वेदर भइरहेको छ। अब म चाहिँ ड्युटी जानुपर्ने आज। ड्युटी जानको लागि अब रेडी हुन्छु खानासाना खाएर। यस्तै छ, आज ड्राइभिङ सिक्यो, गाली धेरै खाइयो होइन। माल्टाको रोड धेरै सानो, धेरै ट्राफिक, धन्न यहाँको कुदाउने लेन र उता नेपालतिर कुदाउने लेन एउटै लेन हो, मतलब लेफ्ट साइडमै कुदाउँछ। यता पनि लेफ्ट साइडमै कुदाउँछ, राइट ह्यान्ड साइडमा हुँदैन। युकेमा पनि सेम, युके र माल्टाले सेम रुल्स फलो गर्छ। त्यही भएर चाहिँ मलाई अलिकति सजिलो भइरहेको छ, किनभने उतातिर पनि मैले बाइकहरू चलाएको, गाडीहरू पनि चलाइरहेको हो नि त। त्यही भएर मलाई यहाँ कुदाउनु, यहाँ सिक्नलाई मलाई धेरै छिटो, मतलब इजिली क्याच गरिरहेको छु। राइट साइडमा भएको भए झन् म कन्फ्युज हुन्थेँ होला होइन। यहाँनिरको लेन चाहिँ लेफ्टमै हुन्छ, अनि त्यही भएर चाहिँ इजी हुन्छ कुदाउनलाई, मतलब हामीलाई बानी हुन्छ। अनि यहाँको चाहिँ रोडहरू धेरै सानो भएको कारणले गर्दाखेरि, अति नै सानो, धेरै सानो छ यहाँको रोडहरू है। त्यही भएर चाहिँ यहाँनिर सिक्नलाई अलिक धेरै गाह्रो हुन्छ, मतलब धेरै टाइम लाग्छ यहाँ सिक्नलाई, किनभने अब फरेन कन्ट्री हो नि त। अलिकति केही भयो भने धेरै पैसा खर्च हुन्छ, त्यही भएर जोगिनुपर्छ। हुन्छ, फेरि पनि अर्को ब्लगमा म आउने छु। तपाईँहरूले यसरी नै मेरो ब्लग हेरिदिनु होला है। अरू पनि कुराहरू लिएर आउने छु म आगामी हप्ताहरूमा है। हुन्छ, सबैजनालाई थ्याङ्क यू फर वाचिङ।